आमा बालेनले देश बनाउँछ। चुपचाप घंटीमा छाप, चुपचाप कर घंटीमा छाप। आयो आयो रवि दाई, आयो आयो बालेन दाई, आयो यो देशको मुहार फेर्न, यो देशको हालत परिवर्तन गर्न, जनताको आशा बनी, जनताको भरोसा बनी। त्यसैले चुपचाप घंटीमा छाप, त्यसैले चुपचाप घंटीमा छाप। अब सल्यानी जनताले पनि नयाँ अनुहार हेर्नु पर्छ। पुरानो दलका नयाँ होइन, नयाँ दलका नयाँ हेर्नु पर्छ। किनकि सल्यानमा ललित चन्द आयो, घन्टी चिह्न लिएर खड्क बुरायो। सल्यानी जनताको आशा बनी, सल्यानी जनताको भरोसा बनी। त्यसैले चुपचाप घन्टीमा छाप लगाऊ, भ्रष्ट र चाकडी गर्नेलाई पत्ता साफ गराऊ। त्यसैले चुपचाप घन्टीमा छाप लगाऊ, भ्रष्ट र चाकडी गर्नेलाई पत्ता साफ गराऊ। भोट माग्न आउने हरेक नेतालाई सोध्नुहोस्, किन आको फेरि पनि हिसाब खोज्नुहोस्। चुनाव पछि के पाउँछौ तिमीले, अनि चुनाव पछि के गुमाउँछौ हामीले। किनकि नेता गाउँ गाउँ पस्न थाले, चिल्ला चिल्ला गफ धस्न थाले। तर नडराई भन्नुहोस् अब, चुपचाप घन्टीमा छाप लगाऊ। चिल्ला गफ लाउने नेतालाई डाँडै कटाऊ। चुपचाप घन्टीमा छाप लगाऊ, चिल्ला गफ लाउने नेतालाई डाँडै तकाऊ। तपाईको एक भोटले यो देशको भविष्य कोर्नेछ। तपाईको एक मतले भावी सन्तानको भविष्य कोर्नेछ। सोध्नुहोस् अब पनि फेरि किन भोट माओवादीलाई, फेरि पनि भोट किन एमाले काङ्ग्रेसलाई। नजवाफ भए अथवा कुनै बहाना, भाषण सुरु गरे भने भन्नु हो चुपचाप घन्टीमा छाप लाउने हो। जनताको रगत चुस्ने जुकाहरूलाई पार लाउने हो। चुपचाप घन्टीमा छाप लाउने हो। जनताको रगत चुस्ने जुकाहरूलाई पार लाउने हो। राष्ट्रिय सपट पार्टी जिन्दाबाद, नेपाली जनता जिन्दाबाद। जय घन्टी जय जनता, जय देश जय नेपाल, जय देश जय नेपाल।